धिक्कार छ ती आमा बुवाहरूलाई जसले आफ्नै कोखबाट जन्म नदिएको भए पनि ती नेपाली आमाका सन्तानहरू जसले 9 महिना कोखमा राखेर दुःख कष्ट सहेर जन्म दिएर हुर्काएर बढाएर पढ्दै गरेका ती कलिला अबोध युवाहरू सडकमा गिदीका चोक्टा चोक्टा उछिट्टिने गरी मरिरहेको देखेर पनि नदेखे जस्तो जसले ती युवा नेपाली आमाका सन्तानहरूलाई मारे तिनीहरूसँगै टाउको जोडेर तपाईहरू नाच्दै कसरी लिन सक्नु भएको छ। यो देख्दा यति रुन मन लाग्छ नि, यति रुन मन लाग्छ नि। कस्ता आमा बुवा, मलाई त हिजो अस्तिसम्म लाग्थ्यो कि कोही सन्तान खराब होला, कसैका के होला, बाबुआमाको तरिका अनुसार, बाबुआमाको सिक्लाइ अनुसार सन्तान खराब हुन्छन् होला। तर यो पक्का प्रुफ भयो के तपाईहरू नै खराब हुनुहुन्छ भन्ने कुरा अहिले देखिनै छ। अहिलेको यो माहौल यस्तो छ, तपाईहरूले देख्दै हुनुहुन्छ। यत्रा युवाहरू मरे, गिदीका चोक्टा उछुट्टिए, कसैका हात छैनन्, कसैका आँखा छैनन्, कसैका के छैनन्, कतिजना मरे। अलिकति पनि लाग्दैन? आफ्ना सन्तानलाई सम्झिनु हुँदैन? भोलिका दिनमा तपाईहरूले के सोच्नु भएको छ? हिजोका दिनमा त्यो 76 जना मर्नेहरू पनि हिजोका दिनमा काङ्ग्रेस, एमाले, माओवादी भनेर पछि परेर हिँड्नेकै सन्तान मरेका हुन्। त्यो त जसले, जो युवाले देशमा परिवर्तन चाहन्थे, जसले भ्रष्टाचार नहोस्, सुशासन होस् भनेर चाहन्थे, ती हुन् नि त। जसले बोल्न देशको विरुद्धमा होइन, देशको भ्रष्टाचार सुशासनको विरुद्धमा बोल्न बाध्य भएर सडकमा निस्किएका थिए, तिनीहरू मारिए। भोलिका तपाईका सन्तानहरू पनि तपाईहरूले जस्तो सिकायो, एमालेकै पछि लाउनुपर्छ, काङ्ग्रेसकै पछि लाउनुपर्छ, माओवादीकै पछि लाउनुपर्छ, जसले हत्या गरे पनि तपाईहरू हो हजुर राम्रो हो सधैँ भनेर हिँड्नुपर्छ भन्ने त छैन। तिनीहरूले सधैँ त्यही भन्छन् भन्ने छैन नि। याद गर्नु होला, भोलिका दिनमा तपाईहरूका सन्तान पनि मारिन सक्छन्। लेखेर राख्नुस्। आज जसरी तपाईले खुसी मनाउनु भएको छ नि, त्यो भन्दा कहीं गुना। र अर्को कुरा म तपाईहरुलाई भन्छु, अगर तपाईको आफ्नै कोखबाट जन्म दिएको सन्तानलाई मारिएको हुन्थ्यो भने नि तपाई यो तरिकाले यो हालतमा हिँड्नु हुने थिएन। बुझ्नुभयो? तपाईहरु याद गर्नु होला, भोलिका दिनमा तपाईका सन्तान पर्न सक्छन्। यही अवस्थामा यिनीहरुलाई नै तपाईले ठाउँमा पुर्याउनु भयो, यिनीहरुलाई नै तपाईले सरकारमा पुर्याउनु भयो नि। हुने यही नै हो। अहिले जो तपाईको गाउँ-गाउँमा म त थिइन, म इन्भल्भ थिइन भनेर कार्यकर्ताहरू निक्लेर नाराबाजी गर्दैछन्, यो त गाउँको सधैँ मान्छे भन्दै हिँड्नु भएको छ नि। जो माथिको च्यानलले, माथि मुख्य प्रमुख व्यक्ति नै खराब छ, त्यो मान्छे तलको व्यक्तिलाई कुनै हालतमा पनि सही हुन दिँदैन। आफू जस्तो छ त्यस्तै बनाउँछ। ख्याल गर्नु होला। देशले परिवर्तन खोजेको छ, परिवर्तनको पक्षमा भोट